towards CSS box model. यसमा चाहिँ each elementलाई हामीले content padding border margin गरेर स्टाइल गर्न सक्छौं. content भनेको actual text or image भयो element भित्रको, अनि padding मा चाहिँ हामीले space content र border को बीचको spaceलाई चाहिँ padding भनिन्छ. border भनेको त एउटा कुनै कन्टेन्टलाई त्यो घेरेर राखेको जस्तो border भइहाल्यो. marginले चाहिँ border बाहिरको एलिमेन्ट्स सँगको स्पेसलाई चाहिँ मिलाएर राख्छ. सो borderले चाहिँ एलिमेन्ट्सको आउटलाइन डिफाइन गर्छ, अनि borderले एउटा भिजिबल बाउन्ड्री नै क्रिएट गर्छ एलिमेन्टको वरिपरि. हामीले यसरी चाहिँ border युज गर्छौं. म अहिले त्यो स्टाइल गरेर देखाउँछु हजुरहरूलाई. border चाहिँ solid dash dotted bubble borderको टाइप हो. अनि यसमा चाहिँ हामीले डिफ्रेन्ट विथ स्टाइल कलर्सहरू राखेर स्टाइल गर्न सकिन्छ. अर्को चाहिँ प्याडिङ भयो. प्याडिङ चाहिँ border भित्रको स्पेस हो. यसले चाहिँ कन्टेन्ट र borderको बीचमा स्पेस क्रिएट गर्छ. यसरी प्याडिङ युज हुन्छ. प्याडिङले चाहिँ एलिमेन्टको साइजहरू इन्क्रिज गर्छ अरू एलिमेन्ट्सहरूलाई इफेक्ट नगरिकन. सो हामीले प्याडिङ चाहिँ टप, राइट, बटम र लेफ्टमा सेट गर्न सक्छौं. अर्को चाहिँ मार्जिन छ. मार्जिन भनेको चाहिँ border बाहिरको स्पेस हो. सो मार्जिनले चाहिँ एलिमेन्ट्सको बीचमा स्पेस क्रिएट गर्छ. यसरी मार्जिन चाहिँ युज गरिन्छ. अनि यो चाहिँ इन्डिभिजुअली टप, राइट, बटम, लेफ्ट र सबै एकैचोटि पनि वन राखेर हेलो लेख्यौं भनौं. सो पी भनेको चाहिँ प्याराग्राफ ट्याग हो. अब यसमा चाहिँ मैले हाउ आर यु भनेर लेखिदिन्छु. अनि डिड यु ह्याड ब्रेकफास्ट टुडे भनेर लेखिदिन्छु मैले. सो अब हामीले यसलाई चाहिँ स्टाइल गर्नेछौं. सो style.css मा गएर पहिला यसरी नै राखिराखौं.